जय मसी सबैजनालाई। आज चाहिँ म यो युलङको नामसुङवे भन्ने यो ठाउँमा आएको छु र म चाहिँ तपाईहरुलाई यहाँ भएको सुन्दर ठाउँहरू देखाउन गइरहेको छु। यहाँ तपाईहरुले सुन्दर पोखरी देख्न सक्नुहुन्छ, साथै यहाँ यो पहाडहरू पनि तपाईहरुले देख्न सक्नुहुन्छ। यता वरपर चाहिँ कति सुन्दर फुलहरू चारैतिर फुलेको रहेछ। यो चाहिँ ड्रागन फ्रुट सानो कोपिला फुल्दै गरेको। साथीहरु यता चाहिँ यो साइक्लिङ गर्ने छ। साथीहरु हामी चाहिँ यो नामसुङवेमा आइपुग्यो है। अनि यो गन्धे खोलामा चाहिँ यसरी गन्धे खोलाबाट तरेर पारी जान लागेको। यहाँबाट त्यहाँ पर पुग्नलाई चाहिँ एक जनाको $7 लाग्ने रहेछ। मजा आउँछ के रे। ए हो नि पहिलाकै निकाल्दाखेरि त लामै भन्छ। उता त्यहाँ साउँदाखेरि सानो भएको। $7 सकियो। फुल हाल्नु हाल्यो भने यिनीहरूको यो व्यवसाय पनि हराउँछ। अहिले उता पर गएर फर्केर यहीँ आउने होला नि। यहाँ देखिएको यो पुरानो घरहरू चाहिँ पहिला लाउरेहरू बस्ने घर, र अहिले चाहिँ कोही बस्दैन। त्यहाँ पर चाहिँ बाख्राहरू रहेछ। हान्ने त हैन। मा हिँड्नु परेसम्म केही हुँदैन। खाजा खाने रेस्टुरेन्ट। यता चाहिँ मैले बकुलाको जोडी देखेँ। हुन्छ साथीहरु, म आजको भिडियो यही राख्न चाहन्छु।
keep watching and supporting me. Thank you so much. Bye bye.